सो हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो अहिले चाहिँ हामी बुढानी कण्ठ मन्दिर गइरहेको छौँ। हे टमी, त्यहाँ चाहिँ मङ्की छ होइन, तर म डियरिङ भएर चाहिँ म मङ्कीबाट पास हुने चाहिँ हिम्मत लिइरहेको छु। ओके, सो लेट्स सी। बस स्क्रैच नगरोस्, नझम्टियोस् एन्ड कभर चाहिँ गरियो यार। And literally they are afraid of me and I am afraid of them. सो हेलो गाइज, अहिले हामी इस्कनबाट आइसक्यौँ। अब चाहिँ हामी बुढानी कण्ठ जाँदैछौँ। लेट्स गो इनसाइड। मन्दिर इन्टर गर्ने बित्तिकै स्मेलहरू भाइ भएर नै छुट्टै छ। लाइक घन्टीहरू बसिरहेछ, मान्छेहरू स्ट्यान्ड बाई बसिरहेछन्, फोटोहरू क्लिक गरिरहेछन्, पूजा गरिरहेछन्। धुवा कस्तो छ स्मेल। सो हामी भित्र दर्शन गरेर आइसक्यौँ एन्ड आज चाहिँ एकदमै भिड छ। लाइक लाइन पनि हामी यति धेरै बस्यौँ नि, पुरै भिडभाड छ। अहिले पनि यति धेरै लाइन छ। यता यो पोइन्टदेखि मन्दिरको पुरै गोलोसम्म नै लाइन थियो। हामी आधा घन्टा लाइनमा बसेपछि बल्ल पालो आयो अनि हामी दर्शन गऱ्यौँ। ऊपर देखना है क्या? हाँ क्या ऊपर सो लाइन चाहिँ यो पोइन्टदेखि लाइक पुरै गोलो भूमिसम्म छ। ओम श्री हरि नारायण।
सो अहिले चाहिँ हामी नागथान आएको छौँ। यहाँ चाहिँ नाग भगवान्हरूको पूजा गरिन्छ। अनि यो धारा चाहिँ लाइक के हो थाहा भएन, तर अघि एउटा आन्टीले भनिराख्नु भएको थियो यहाँ गोसाइँकुण्डको पानी आउँछ भनेर। हामी आइतबार आएको एक हप्ता भएको छैन है भगवान् फेरि आयो। सो हामी चाहिँ बुढानी कण्ठ भगवान्को दर्शन गरेर आइसक्यौँ। अब चाहिँ हामी घर जान्छौँ। भिडियो मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्नु होला। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।